यसमा कोड कोड छैन 205 छैन ल क्लियर छैन सर भन्ने ल यसै हामीले के गर्नु पर्यो भने ल यही हेर्नुहोस् है अब हामी कहाँ जान्छौँ भने स्ल्याबको डिटेलिङमा जान्छौँ ठिक छ पछि कुनै स्ल्याबको डिटेलिङमा जाउँ यता तलतिर ल 3 स्टडीकै हेरे नि भयो 2 स्टडीकै हेरे नि भयो यहाँबाट चाहिँ हामीले एउटा रेफरेन्स चाहिँ के हेर्नुपर्छ भने तपाईँहरूले कहाँबाट चाहिँ टप एक्स्ट्रा आउँछ कति लेन्थको आउँछ के हुन्छ भन्ने कुराहरू यहाँबाट चाहिँ हेरौँ त्यो बिम लेआउट भयो अब स्ल्याब स्ल्याब यहाँ हेर्नुहोस् त यो स्ल्याबको डिटेलिङ हो अब यो स्ल्याबको डिटेलिङ दुई किसिमले दिएछ यहाँ हो कि नै अब एउटामा के गर्नुहोस् भने यहाँ टप स्टारहरू मात्रै दिएछ लङ्गिट्युडनल बार दिएछ छैन है त यहाँ चाहिँ के छ लङ्गिट्युडनल मात्रै दिएछ टप स्टार चाहिँ छैन त्यही भएर बटम कन्टिन्युअस रिबार भनेर एलोङ एक्स एन्ड वाइट यसरी नेमिङ गरिदिनु पर्यो है पहिला मेन बारहरू मात्रै ओछ्याउने मेन बार र डिस्ट्रिब्युसन बार लङ्गिट्युडनल डिरेक्सन सर्टर डिरेक्सनको दुइटै त्यसपछि हामी टप स्टारको कुरा चाहिँ छुट्टै गर्छौँ छुट्टै बनाउँछौँ डिटेलिङ देखाउँदा नत्र यसमै बनाउनु भयो भने के हुन्छ ड्रइङ चाहिँ अलिक केयरमेट जस्तो देखिन्छ प्लस यहीँ ओभरल्यापहरू भइदियो भने थाहा पाइँदैन कतिपय कुरा है त त्यसको लागि चाहिँ यहाँ हेर्नुहोस् टप स्टारको कुरा यहाँ टप स्टार यहाँ दुईवटा छुट्टा छुट्टै यो कोडले हामीलाई छुट्टा छुट्टै देखाएको छ एउटा एक्स डिरेक्सन मात्रै देखाएको छ यहाँ एलोङ सर्टर डिरेक्सन भनेको छ नि अब यहाँ जानुभयो भने अर्कोमा एलोङ लङ्गर डिरेक्सन भनेर यहाँ हामीलाई अर्को चाहिँ सरी यो सर्टर डिरेक्सन अब यो डिरेक्सनको मात्रै छ नि लङ्गर स्पान अनि यहाँ छुट्टा छुट्टै देखायो तर हामीले देखाउँदा चाहिँ टप स्टार एउटै भित्र देखाइदिँदा भयो क्या एउटै प्यानलभित्र दुइटै डिरेक्सन एकैपल्ट देखाउँदा भयो अब यसबाट के हेर्नुहोस् भन्न खोजे हो भने मैले यो टप स्टार चाहिँ कतिसम्म आइन्छ क्या यो टप स्टार चाहिँ कतिसम्म यहाँ आउँछ भनेर लेन्थ आउँछ भनेर त्यो अब जहाँ पनि हेर्दा हुन्छ है ल अब पहिले हामी सर्टर डिरेक्सनतिरै अथवा कुनै डिरेक्सनको हेरौँ यसमा चाहिँ के बुझ्नुपर्छ भने इन्ड र कन्टिन्युअस भनेर बुझ्नुपर्छ के अरे इन्ड सपोर्ट हाम्रो इन्ड हो कि कन्टिन्युअस इन्ड भने के हो यस्तो इन्ड हो है त अब यहाँ इन्ड अझै कहीँ छैन यो क्यान्टिलिभर एक्सटेन्ड भएको छ नि स्ल्याब भनेपछि यो चाहिँ यो सपोर्ट चाहिँ के भयो इन्ड भएन कन्टिन्यू भयो है त यो चाहिँ कन्टिन्यू भयो इन्ड भनेको यो डिरेक्सनको भनेपछि यसमा हेरौँ ल इन्ड भनेको यहाँ हेर्नुहोस् योभन्दा यतापट्टि स्ल्याब छ छैन योभन्दा यतापट्टि स्ल्याब छ छैन नि हो भनेपछि छैन भने यो चाहिँ इन्ड सपोर्टतिर भयो भनेर बुझ्नुपर्छ ल भनेपछि दुईवटा कुरा बुझ्नु पर्यो के एउटा कन्टिन्युअस छ कि सपोर्ट कि इन्ड छ भनेपछि स्ल्याब कन्टिन्यू छ कि इन्ड छ भनेर त्यो हेर्नु पर्यो है त भनेपछि अब जेनरली हेर्नुहोस् है यो इन्ड सपोर्टतिरबाट चाहिँ यो कति लिन्छ त के अरे इन्ड सपोर्टतिर यहाँदेखि कति चाहिँ यो बार चाहिँ यता कति लेन्थसम्म आउँछ भनेपछि यहाँ छ कतिसम्म आउँदो रहेछ अरे 0.15 इन्ड सपोर्टबाट 0.15 कन्टिन्युअसतिरबाट 0.25 है त यसरी 0.3 ल हेर्नुहोस् कसरी भनेको छ यो जुन सपोर्ट छ नि हाम्रो बिम स्ल्याबको लागि यहाँबाट चाहिँ यो रिबार चाहिँ कतिको यहाँ आएको छ लेन्थ भनेपछि यहाँ दिएछ तलपट्टि हेर्नुहोस् त तलपट्टि यो फेसबाट कति चाहिँ आउनुपर्छ अरे यता फेसबाट कति यता आउनुपर्छ 0.15 है अथवा एलडी भनेको डेभलपमेन्ट लेन्थ हो
त्यो दुईटा मध्ये जुन म्याक्सिमम हुन्छ त्यही ल्याऊ भनेको छ हो। भनेपछि अब यो एलडी यो 0.15 लिँदाखेरि चाहिँ हामी कुन डिस्टेन्स लिन्छौँ, यो सेन्टर टु सेन्टर, बिमको सेन्टर टु सेन्टर। यहाँ हेर्नु त B3 भनेको छ नि 0.15 B3 भनेर हो। यो चाहिँ कहाँ B3 भनेको सेन्टर टु सेन्टर स्पान हो है, इफेक्टिभ लेन्थ हो भनेपछि इन्ड सपोर्टतिरबाट 0.15। तर यहाँ हेर्नुहोस् त कन्टिन्यू छ नि, टप स्टार हाल्दा कन्टिन्यू हाल्नु पर्यो हो। कन्टिन्यू छ भने यहाँ चाहिँ के हुन्छ भने 0.3 एल इफेक्टिभ है। अब एल इफेक्टिभ भनेपछि यतातिर कति आउँछ यतातिर कति आउँछ भन्ने कुरो फेसबाट कहाँ अरे, फेसबाट यता कति आउने हो भनेपछि 0.3 B3 हो, B3 अनि 0.3 B2 भनेको छ नि। अब हेर्नु यो स्पान भनेको हाम्रो के हो, इफेक्टिभ लेन्थ भनेको B2 फरक होला हुनसक्छ नि, डाइमेन्सन इफेक्टिभ लेन्थ त फरक हुन्छ हो। भनेपछि यसको लागि यतैको लेन्थ युज गर्नु पर्यो, यसको लागि यतैको लेन्थ युज गर्नु पर्यो हो। यो टप स्टारको केसेस भयो है त। अब जहाँ पनि हेर्नुहोस् न 0.15 0.3 है त, 0.15 0.3हरू युज भइरहेछ जताततै है। ल त्यसै गरी अब अर्को डिरेक्सनवाला हेरौँ यहाँ हो, यो डिरेक्सनको बार यो पनि हेर्नुहोस् त, यहाँ इन्डतिर भयो नि, यहाँबाट पनि कति भनेको छ 0.3 सरी यहाँ त कन्टिन्युस छ हो। यहाँ त स्टेयर केसको अलिकति निस्केला नि, निस्केन भने 0.15 राख्दा भयो ओके। यहाँ चाहिँ स्ल्याब अझै एक्सटेन्सन छ तर बिममै छ लास्ट इन्ड भनेपछि यहाँ पनि कति राख्नु पर्यो 0.15। भनेपछि तपाईँहरूले दुईवटा कुरा सम्झिनु पर्यो क्या। यदि स्ल्याबको प्यानल कन्टिन्यू छ भने टप स्ट्रा फेसबाट कति जान्छ 0.3 टाइम्स के अरे इफेक्टिभ लेन्थ भनेको सेन्टर टु सेन्टर लेन्थ है। अनि अर्को कुरो इन्ड सपोर्टतिर छ भने के गर्नु पर्यो 0.15। दुईवटा कुरा मात्रै सम्झिँदा पुग्छ, बुझ्नुभयो ल। अनि अर्को कुरा एउटा अझै बुझ्नुहोस् है, यो जुन स्ल्याब क्यान्टिलिभर स्ल्याब निस्किया छ नि बाहिर प्रोजेक्सनमा, यहाँ चाहिँ तपाईँले कन्टिन्यू गराइदिने बारलाई के अरे एजसम्मै कन्टिन्यू गराइदिने ओके ल। भनेपछि यसको डिटेलिङ बनाऊ है। अब यहाँ हेर्नुहोस् यो कोलुमहरू चाहिँ हामीलाई चाहिँदैन अहिले के अरे, यो कोलुमहरू नदेखाए नि हुन्छ है त के अरे, यो कोलुमहरू नदेखाउँदा हुन्छ, बिम मात्रै देखाए पुग्छ है। मैले अघि कोलुम डिलिट गर्ने बिर्छु ल। यो चाहिँ हामीलाई कोलुमहरू चाहिँ नदेखाउँदा हुन्छ, कोलुमहरू देखाइराख्नु परेन है त, ठिक छ। त्यसै गरी यहाँ पनि हामीले कोलुमहरूलाई के गरिदिनु पर्यो ल, कोलुमहरूलाई डिलिट गरिदिनु पर्यो। अब कोलुमलाई डिलिट गरेपछि यहाँ के एडजस्ट गर्नुपर्छ त्यो कुरा पनि हेर्नु है। ल भयो यस्तो। अब यो सबैलाई मैले के गरेँ भने एक नासे नै बनाइदिएँ, MA इन्टर गरेर सेलेक्ट गरेँ अनि सबैलाई सेलेक्ट गरेर एकैचोटि मैले म्याच प्रोपर्टी गरिदिएँ, ठिक छ। अब हेर्नु यो रेन्फोर्समेन्ट छ, यसलाई अर्कै कलरमा राख्दा झन् बेस्ट, यसलाई चाहिँ अर्कै लेयरमा राखिदिनुहोस् ल। यहाँभित्र आएँ मैले खै त रिबार भन्नेमा राख्थेँ रेन्फोर्समेन्ट जतिलाई। अब यसलाई चाहिँ के गर्ने यिनीहरूलाई भनेपछि यिनीहरूलाई चाहिँ तपाईँले फिलेट F इन्टर गरेर फिलेटमा रेडियस कति राख्नु पर्यो 0 गरेर अब तपाईँले M इन्टर गर्नुहोस्, यिनीहरूलाई फिलेट गरिदिने क्या, यिनीहरूलाई फिलेट गरिदिने यसलाई है। यो चाहिँ के हो हाम्रो बिम हो के अरे, यो चाहिँ के हो बिम हो है। यो चाहिँ किन दिइरहेको छैन भने यो हाम्रो ढिक्कामा होला सायद, X इन्टर है त। अरू कुनै यो पनि छ, यो छैन, यो पनि छ, यिनीहरू छैन, यो पनि रहेछ। ढिक्कामा भएको बेला चाहिँ फिलेट हानेर आउनु ल। F इन्टर गरेर M इन्टर गरेँ, यिनीहरूलाई के गर्नु पर्यो सबैलाई फिलेट गरेर यसरी जोइन गर्नु पर्यो है त। त्यो बिमहरूलाई प्यानलहरूलाई यसरी हामीले प्यानल देखाउनु पर्छ। यो पनि रहेछ एक्सप्लोड भएर रहेनछ, यो पनि एक्सप्लोड छैन, यताको यो छैन, यो पनि रहेनछ, तलपट्टि यिनीहरू एक्सप्लोडमै छ, एक्सप्लोडमा छ यो पनि एक्सप्लोडमै छ, यिनीहरू एक्सप्लोडमै छ। X इन्टर गरिदिएँ। अब फिलेट मल्टिपल फिलेट M इन्टर गर्नु होला, यिनीहरूलाई अब फिलेट हान्दै जाने सुई ल, यिनीहरूलाई फिलेट हान्दै जाने, यसलाई है, यसलाई त्यसै गरी यसलाई यो
सबैलाई फिलेट हानेर जोड्ने यो लाइनहरू टुक्रिया छ नि कोलुम हुँदा त त्यहाँसम्म मात्रै थियो भनेपछि यो सबैलाई यहाँको यो चाहिँ डिकेमा रहेछ एक्स इन्टर गरेर ल यसलाई अरू कहाँ छ हाम्रो यो र यो यिनीहरू यसलाई र यसलाई यो यिनीहरू सबै एजेसहरूलाई डिस्कन्टिन्यू जति लाइनहरू भएको छ सबैलाई हामीले के गर्नुपर्छ फिलेट हानिदिनुपर्छ यसलाई र यसलाई त्यसै गरी यसलाई र यसलाई यो अरू कहाँ छ हाम्रो अरू ल अब यिनीहरूलाई एक्सटेन्ड गरिदिनुहोस् है एक्स इन्टर गरेर यिनीहरूलाई एक्सटेन्ड गरिदिँदा हुन्छ अथवा सेलेक्ट गर्नुहोस् जोइन इन्टर गरिदिनुहोस् ल यिनीहरूले सेलेक्ट गरेर सेलेक्ट गर्नुहोस् जे इन्टर गर्नुहोस् जे इन्टर ल एक्स एक्सटेन्ड गरेर हामीले एक्सटेन्डमा लिइरहेको छैन ल यसलाई चाहिँ हामी यिनीहरूलाई म्यानुअली नै जोडिदिउँ न त यसलाई सेलेक्ट गरेर फेरि यतापट्टि गरिदिनुहोस् यसलाई सेलेक्ट गरेर यहाँसम्म ल्याइदिनुहोस् ल अरू त्यसपछि एउटा यो बाँकी भयो यसलाई पनि राखौँ एउटा यहाँ यसलाई सेलेक्ट गरेर यहाँसम्म ल्याइदिउँ भयो ल ल अब यति भइसकेपछि हामीले के गर्नु पर्यो भने अब यसकै कपी बनाउनु पर्यो है त यो छेउकोलाई हामी फाल्दिउँ यो चाहिएन डिलिट गरिदिउँ यसकै कपी गरेर हामीले छेउमा राखौँ यसमा टप स्ट्रा बार देखाउँछौँ हामीले है त भनेपछि टप स्ट्रा बार देखाउनको लागि यहाँ एउटा बाँकी रहेछ है यसलाई र यसलाई अरू कतै छुट्या छ र छैन है ल यो स्टेयर केसको भएर यति मात्रै हो एक्स एक्सटेन्ड गरेर यसलाई एक्सटेन्ड गरिदिउँ ल हेर्नुहोस् अब टप स्ट्रा बनाउनको लागि सबै प्यानलमा हामीले देखाउनु पर्छ टप स्ट्रा यो जुन मेन बार हामीले बटमको मेसको जुन दुईटा मात्रै देखायौँ नि डिरेक्सन एउटा वाइ डिरेक्सनतिर एक्स डिरेक्सनतिर यो सबैतिर सेम हो भनेर तर यो जुन हाम्रो टप स्ट्रा भनेको त प्यानलको लेन्थ अनुसार आउने हो नि कट पिस हो कि नै त्यही भएर सबैमा के देखाउनु पर्छ फरक फरक देखाउनु पर्छ ल त्यसको लागि चाहिँ के गर्नु पर्यो हामीले सबभन्दा पहिला सेन्टर टु सेन्टर डिस्टेन्स लिनु पर्यो है त यो भनेको सेन्टर टु सेन्टर डिस्टेन्सै लिएको हो हामीले हो भनेपछि तपाईँले के गर्नु पर्यो भने एल इन्टर गरेर यहाँ एउटा लाइन कोर्नुहोस् है यहाँ लाइन कोर्नुहोस् यो लाइन कतिको कोर्ने भनेर अहिले हामी कुरा गर्छौँ सबभन्दा पहिला हामी के गरौँ यो ल